Hello and good morning everyone. Welcome back to my another new vlog. अहिले चाहिँ 6:40 भएको छ र म होस्टेलबाट निस्के अब रेडी भएर कम्पनीको लागि। सो हाम्रो भ्यू यस्तो छ होस्टेलको। अहिले चाहिँ हाम्रो होस्टेल अलि अन्डर कन्स्ट्रक्सनमा छ, रिपेयर भइरहेछ। सो यो सामानहरू त्यसको हो एन्ड हाम्रो होस्टेलको भ्यू यस्तो छ। टोटल 5 ब्लक छ र हाम्रो उता 4 नम्बरको ब्लक हो अनि उताबाट आएर अब यो बाहिर निस्किने बाटो हो। ओके गाइस, सो अब म चाहिँ लागि कम्पनीको लागि होस्टेलबाट निस्किरहेको छु। हाम्रो होस्टेलको भ्यू यस्तो छ। यो चाहिँ फ्रन्ट भ्यू भएको। अब चाहिँ हामी लागे यहाँबाट होस्टेलको बाटो, कम्पनीको बाटो। ओके, लेट्स सी। हामी अब कम्पनी पुगेर नेक्स्ट स्टार्ट गर्नेछौँ। ओके, हाम्रो मर्निङको भ्यू यस्तो रमाइलो हुन्छ यहाँ। पुरै फ्रेस, शीतल। ओके गाइज, हाम्रो कम्पनी चाहिँ होस्टेलबाट म साइकलमा जान्छु होइन। सो हाम्रो होस्टेल टु कम्पनीको डिस्टेन्स 5 मिनट हुन्छ होइन। अब नर्मली हिँडेर गयो भने त 15 मिनटमा पुग्दो रहेछ हिँडेर। सो अहिले हामी कति 45मा निस्केका थियौँ होस्टेलबाट साइकल निकालेर। अहिले 50सम्ममा हामी पुग्छौँ कम्पनी। हाम्रो कम्पनी यो बाटोको सबभन्दा लास्टमा छ। अहिले पुगेर हेर्नेछौँ हामी। लेट्स गो। ओके गाइस, अहिले चाहिँ फाइनली हामी कम्पनी पुगिसक्यौँ र म डिपार्टमेन्टमा जाँदैछु। ओके गाइज, सो अब डिपार्टमेन्ट पुगिसकेँ एन्ड अब हाम्रो काम स्टार्ट हुन्छ।